जय शम्भु माते। जय शम्भु बाबा। के गर्दै हुनुहुन्छ प्रभु? लुगा सुकाएको 2 दिन धुको 2 दिन भयो सुकाएको आज। हो र? छोराछोरी ठगुवाहरू मात्रै ए साँच्चै हो त प्रभु? त्यस्तै हो। केही भन्नु छ मेरो ब्लगमा? मैले केही छैन। अब छोरो चाहिँ अब हरेक कुरामा अगाडि बढोस्, फलोस् फुलोस्, मान्छेको अगाडि शिर खडा गरेर हिँडोस्, दुधको दुध गर्नुहोस्, पानीलाई पानी गर्नुहोस्, रिस कन्ट्रोल गरोस्, त्यति भए पुग्छ मलाई। माताको जट्टा भएको कति भयो अरे? मेरो जट्टा भएको त अब मलाई होइन थाहा भएन। पहिला बच्चामा पनि मलाई गाह्रो हुन्थ्यो, कपाल उयोहरू हुन्थ्यो। अनि पछि 9 वर्षमा मलाई गाह्रो भयो। म जाँदिनँ। मलाई मेरो बाबा मम्मीले फुकेर निको पारिदिनु भयो। अब मलाई लाग्यो लाग्यो होला, झालित्र बाई भन्थे। त्यही भएर चाहिँ मैले होला भने, तर पछि गएर मलाई मेरो बाबा बितेर मेरो दाजु बितेपछि चाहिँ मलाई गाह्रो भयो। गाह्रो भएको बेलामा म अब कहीँ अब आफूलाई बाँच्नुको लागि त सहारा खोज्दै जानु पर्यो। डक्टरकोमा जाँदा भएन। अनि धामिकामा जान्थेँ। धामिकामा यस्तो यस्तो छ है भन्थे। अनि नराम्रोले बिगारो भन्थे। नराम्रो चाहिँ कस्तो होला भन्थे। अनि भन्दै जाँदा भरे त आफ्नो शरीरमा राम्रो ऊर्जा हुनेलाई नराम्रोले अलिकति दुःख दिनु हुँदो रहेछ। त्यो चाहिँ हाम्रो परीक्षा रहेछ। हामी चाहिँ नजानेर धामिकामा कुद्नु चाहिँ हाम्रो चाहिँ मूर्खता रहेछ। धामीले चाहिँ हाम्रो ऊर्जा शक्ति चाहिँ झन् उहाँहरूलाई चाहिँ डाहा हुँदो रहेछ, तान्नु हुँदो रहेछ। म चाहिँ नजानेर कुदेँ। कुद्दा गरेँ, आफ्नो भएको ऊर्जालाई पनि हराएँ आफू नजान्दामा। अनि यस्तो हुँदा चाहिँ यस्तो गर्नुपर्छ भनेर कुनै मातापिताले मलाई सल्लाह दिनु भएन। हजुर। नदिँदामा मलाई चाहिँ दिक्क लागेर 14 वर्ष दबाएँ। त्यहाँदेखि दबाउनु सकिनँ। केही बाध्यता छ, त्यो पनि रहस्य छ। यो कुरा कुनै दिन खोलौँला। अनि त्यहाँदेखि दुःख कष्ट भएर मैले चाहिँ आफ्नै घरमा ध्यान तप गरेर अहिले चाहिँ आउने भक्तलाई जानीको ज्ञान दिन्छु। मलाई पैसा पनि चाहिएन, तर मनमा चाहिँ छल कपड बोकेर आयो भने मलाई रिस उठ्छ। म एकदम खतरा रिसाउने मान्छे हो। मलाई बाहिरमा राम बगुलामा छोरा गऱ्यो भने कैँचीले काट्नु मजाले आउँछ। जय शम्भु। जय शम्भु। अनि आज यो फोटो कसको माताश्री पछाडिको? यो मेरो गोलुमोलु लाखिङ बुद्धको हो। यो लाखिङ बुद्धलाई खुसी दिन खोजेको थियौँ, तर खुसी त खुसी नै थियौँ। अब केही कुराहरू त्यस्तो हुन्छ भन्नु होला है। मेरो छोरी चाहिँ जहिले खुसी रहन्। अब ज्यान चाहिँ यिनलाई 70 केजी बनाउने टार्गेटमा छौँ हामी आमा छोराले है। हामीलाई चाहिँ उसको कपी चाहिँ अरूलाई ट्रान्सफर गर्दैछौँ, हुँदैछ अब के गर्नु, भाग्यले पाएको यस्तै हो। एउटा छोरीलाई दुब्लायो भने एउटा छोरीलाई चाहिँ मोटो हुनु होइन अफर दिएको छौँ। त्यो छोरीले पनि गरन गरेर वेट हुँदैछ। उसको 40-50 केजीको वेट अहिले 70 पुगेर बिचारा। ती छोरीको पनि धेरै माया लाग्छ। यो छोरीको पनि माया लाग्छ। यी छोरीको मासु त्यता, ती छोरीको सिलिम यता गर्ने दिदी बहिनी हो नि त। त्यही भएर है यस्तै छ जिन्दगी, रमाइलो छ। म अहिले खुसी छु। भगवान्ले दिएका छोराछोरी यति राम्रो पाएको छु है। पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशाबाट राम्रा ज्ञानी पाएको छु। मेरो भोले बाबालाई धन्यवाद, मेरो पाथिभरा आमालाई धन्यवाद, मेरो काली आमालाई धन्यवाद। मलाई ज्ञानी छोराछोरी पठाइदिनु भएको। मेरो हृदय मन तन सबै बुझ्छन्। आमाले खायो खाएन जय शम्भु। जय पाथिभरा आमा की जय होस्। भोले बाबा की जय हो। महाकालको जय होस्। काली आमाको जय हो। काल भैरवको जय होस्। सरस्वती भैरवको जय होस्। सरस्वती योगिनीको जय होस्। चारै दिशाको नाग राजा नाग रानीको जय होस्। बाहिरको बुढी बुढी महारानी ठकुरानीको जय होस्। देवी खानाको जय होस्। सबै राख्नु भएको छ नि।
केही छ भन्दिनँ मैले आउन राम आउन श्याम दर्शन देऊ हामीलाई भक्तको पुकार सुनिदेऊ प्रभु वैकुण्ठ जानलाई हे रामको पनि माया श्यामको पनि माया जय श्याम राधे राधे जय श्याम राधे राधे जय श्री कृष्ण जय श्री कृष्ण राधे 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 राधे